लास्ट डेन्जर हुन्छ त्यसमा त। ल दामी रहेछ यार, पागल बनाउने भ्यू छ क्या पागल। ल बुवा हामी लाग्यौँ ल। ओ अङ्कल कता गयो अङ्कल आन्टी? लाग्यौँ हामी। बाई बाई भान्जो, बाई बाई छोरो खै कता बाई। बाई बाई बाई। फेरि लाग्यो है। ए खै त ह्यान्डचेक हात मिलाएको ल झगडा नगरी बस है, तँ तेरो झगडा गर्ने बानी छ। आफ्नै घरै नजिक त्यसो पक्लक्क झरेको बिस्तारी न है यस्तोमा। ओ आन्टी कता हिँड्यो हौ? खसी डोराउँदै क्या। ल ल यहाँ नै यस्तो हालत छ, ठाउँ ठाउँमा कति बिग्रिएको बाटो पुरै गतिलो है। ल ठिक छ, हाम्रो भाइले यहाँ प्रयोग गरिरहेको छ। फेरि हिलोपट्टि नहाल है, चिप्लिन्छ छेउपट्टि नहाल है। चिप्लिन्छ कि फेरि पर्दैन। कस्तो डेन्जर के चिप्लो पनि। नआते है, नआते यताबाट हालौँ बरु। लास्ट डेन्जर हुन्छ त्यसमा त। अब यस्तो ठाउँमा कति ठाउँमा पार गर्नु छ, गाह्रो छ हो। ठाउँमा यस्तै हो, कति गाह्रो हो। अब आज काठमाडौँ पुग्नलाई 3-4 घन्टा लाग्छ होला जस्तो लाग्यो मलाई।
तलभन्दा यहाँ चिप्लो रहेनछ र न त नाच्यो हो नाच्यो स्कुटर नाच्दै हो त्यहाँ किन बनाउनु यस्तोमा मेरै बाइक नाच्छ त यसकै रेसियोमा मात्रै हिँड्ने हो नत्र नि गाह्रो हुँदो रहेछ हो हिलोले त मार्छ हौ बाटोको हालत यस्तो छ आज कति घन्टामा पुग्ने हो काठमाडौँ थाहा छैन यार हामी कति बजी हिँडेको थियौँ थाहा 9:30 बजीतिर हिँडेको थियो कि आधी घन्टा भयो होला यहाँ आइपुग्यो है चिप्लिन्छ नि डेन्जर चिप्लिन्छ स्कुटर अस्ति त्यो टायर नयाँ टायर हालेपछि चिप्लियो भने त भान्जो लडेको तर मलाई चाहिँ डर लाग्छ कि फेरि यस्तोमा लास्टै डर लाग्छ अरू यस्तोमा दौडाउने हो नि त बरु खुल्ला ठाउँमा जति सकिन्छ दौडाउने हो आफूले कन्ट्रोलले धानिदिन्छौँ यस्तोमा त स्लो गरिहाल्ने हो यस्तो हिलोमा चाहिँ ओभरटेक नगरे हुन्थ्यो नि बुझ्ने हो नि है कति हिलोमा सर्ट ओभरटेक गर्छन् अर्कोलाई नि लडाउँछ यस्तो भत्या यार पानीको कारणले गर्दाखेरि एउटा माधवेसीको ठ्याक्क माथिल्लोपट्टि हिलो एउटा 7 किला एउटा त्यो उसमा चाहिँ त अलि रहेनछ बरु 10 किलामा चाहिँ त्यति धेरै रहन्छ अन्त नि मुङलिनतिर कस्तो होला हामी यहाँ नजिक हिँड्नेलाई त्यस्तो हो गाह्रो हौ प्रकृतिलाई माया गरे हो माया नगरे होइन अब बाटोघाटो ठाउँमा पुर्याउनु परिहाल्यो बाटोघाटो ठाउँमा अब सबैलाई सुविधा चाहिन्छ सुविधा बढी लिँदाखेरि यो भयो त हो नि ठाउँमा बाटो अब माथि अब मुगलिन सडक खण्ड पनि त त्यही त हो त्यो अलि सानो ठाउँ चाहिँ स्पेसमा त्यो बाटो बढाहा त्यही त हो यहाँनिर त्यो 4 किलोमा चाहिँ अलिकति मात्रै रुखैसहित आहा त्यहाँ यस्तो यतिको पानी यस्तो पानी भएको ठाउँमा त्यति चिप्लो हुँदैन कि अलिअलि सुकेको ठाउँमा लास्ट डेन्जर चिप्लो हुन्छ कि पुरै सुक्नुपर्छ अब बेलुकासम्म त्यहाँ कति पछारिने हो बाइक अब अलिअलि सुक्या भनेर त्यहाँ मान्छे बस्दैन भने त पछारिन्छ नि बाइकहरू आइरहेको हुन्छ कन्ट्रोल हुँदैन ओभर स्पिड गएको हुन्छ अब यहाँ एक ठाउँमा के छ यहाँनिर पहिरो चाहिँ आउन चाहिँ आएछ भित्तामा मात्रै टक्रक्क आएछ माथिबाट चुप्प रुखै सहित ल रोडमा अहिले त च्याप्पै यो बन्दै गरेको बाटो बन्नै नपाइकन भत्किसक्यो माथि डाँडा घाँडा अलिअलि सम्म घर हुन्छ नि अलि पर हुन्छ नि भिरमै त कहाँ हुन्छ त घर यसपालि चाहिँ तिहार चिप्लो बाटो भन्न रातो बाटो चिप्लो बाटो भन्न सुहाउने खालको हुने भयो होला जस्तो पानी पर्ला जस्तो छैन कि पानी रोकेला जस्तो छैन राति तर्साएको भुतले अहिलेसम्म सातो गइरह है अस्तिदेखि परेको पानीले चाहिँ मौसम चाहिँ एकदम खुलेको छ राम्रो छ तर ठाउँमा बाटोघाटो चाहिँ एकदमै अप्ठ्यारो बनेको छ अहिले विशेष गरी बाइक यात्रुहरूलाई र साना गाडीका यात्रुहरूलाई पनि धेरै नै गाह्रो भएको अवस्था छ किनभने अघि हामीले देखिसक्यौँ त्यहाँ गाडी चिप्लिएको त्यस्तो धेरै डेन्जर चिप्लिन्छ गाडी यो चाहिँ धार्के बजार हो अब हामी चाहिँ धार्के बजारबाट ट्याक्क लेफ्ट साइड लाग्नुपर्ने हुन्छ सीतापालाको बाटो जानेछौँ पहिरो गयो अरे लजम आज चाहिँ हामी हाइवेबाटै जानुपर्ने भयो जमजम हिँड होइन गाडी धेरै चले होइन यो बाटो पनि ठिकै हुन्छ हामी चाहिँ त्यहाँबाट आज सीतापालाको बाटो छिर्न पाएनौँ हाइवे नहिँडेको धेरै भयो थियो आज धेरै पछि एकदमै धेरै पछि म हाइवेको बाटो हिँड्दैछु अब हाइवेको बाटो कस्तो छ हेरौँ है त आज मौसम चाहिँ कस्तो राम्रो देखेको होइन चट्ट खुलेको छ क्या मौसम चाहिँ अब सोर्नुपर्छ अब बाटो तल्लोपट्टि बाटोभन्दा तल्लोपट्टि भाँसेको छ भने त अब उपाय नै छैन अब कहिलेबाट चल्छ थाहा हुँदैन त्यस्तो पनि हुन्छ होइन अब के कस्तो छ त थाहै छैन नि अब पहिरो गयो भने माथिपट्टिको आयो भने सोरेर पन्छाइहाल्छ खोला पनि छ खोलामा उडुम माथिबाट लेदो बोकेर आएर उडुम लाग्यो नि हुनसक्छ होइन भरै होइन के
त्यो हो त्यस्तै छ हाइवे त यस्तो छ अब त्यो शाखा बाटो हो भर्खर खोलेको बाटो नयाँ गोरेटो बिग्रि नै हाल्छ यसरी खाली खाली जाँदा त केही पनि हुँदैन मजा हुन्छ टनेलबाट छिर्न पाए नि हुन्थ्यो भनेको के सम्म त पहिल्यैदेखि सम्मै त नि यत्तिकै हो कि यो बाटो गाडी धेरै हिँडेर चाहिँ झ्याउ लाग्ने क्या हिँड्नलाई अब यसरी खुल्ला हिँड्दा त आनन्द हुन्छ नि अब बाइक मात्रै छ हेर न पछाडि यहाँ अगाडिदेखि सर्लका पछाडिसम्म बाइक मात्रै हो आनन्द गाडीहरू खासै हिँडे होइन सो हामी चाहिँ 9 बिसे आइपुग्यौँ यो बाई रोडको बाटो यो यहाँबाट चाहिँ हामी पालुङ जान सक्छौँ पालुङ जाने बाटो हो यो चाहिँ टक लाएर यहाँको झरना पनि जानुपर्ने है कहिले जानु कहिले इच्छै पुरा हुँदैन यहाँ यो पुल पनि बनिसक्न लागेछ अब त यो पुलको जग खन्दै थियो पहिला हामी यहाँ हिँड्दाखेरि अहिले ठाउँ ठाउँमा धेरै राम्रो बनाएको बाटो त अहिले त अनि गाडी धेरै हिँड्ने भएर चाहिँ झ्याउ लाग्ने हो के 9 बिसेदेखि माथि चाहिँ राम्रो हो कि के हो बाटो कस्तो राम्रो फराकिलो बनाएको छ अहिले त बाटो सो गाइज यो बाटो चाहिँ मेरो भ्लगमा आएको छैन होला सायद किनभने मैले भ्लग गर्न थालेदेखि म जहिले सीतापाइलाको बाटो हिँडिरहेको थिएँ आज चाहिँ म यो नागढुङ्गाको बाटो हिँड्दैछु यो बाटो पनि धेरै राम्रो यो त साँग्रो थियो नि बाटो होइन पहिला कस्तो साँग्रो थियो यस्तो फराकिलो बनाइसकेको रहेछ यहाँबाट पनि कहाँबाट अलिअलि पानी आएर हिलो आएर लगभग सुकिसक्न लागिसकेको रहेछ यो देख्न सक्नुहुन्छ तपाईँहरूले यो खानी खोला बजार हो खानी खोला बजार पनि यति राम्रो बनाइसकेको रहेछ पहिला बाटो साँगुरो हुँदाखेरि हामी हिँड्नै झ्याउ लाउँथ्यो यो बाटो सो आज चाहिँ उताको सीतापाइलाको बाटो चाहिँ पहिरो गएको कारणले गर्दा चाहिँ हामी यो हाइवेबाट आइरहेको छौँ खानी खोला चौकी हो इलाका प्रहरी कार्यालय खानी खोला देख्न सक्नुहुन्छ तपाईँहरूले यति राम्रो बनिसकेको रहेछ त बाटो अप्सन छ अहिले त जे होस् 9 बिसे भन्दा खानी खोला ठुलो उस्तै होला 9 बिसे टर्निङमा छ खानी खोला सिधा स्टेट बाटो हो के त्यसले गर्दाखेरि उस्तै नै होला भार्के चाहिँ अहिले ठुलो हो धार्केर माधेपछि अलिक ठुलो हो ए अरे उता माथिबाट इन्फर्म हुँदैन त लाटी कस्तो कुरा गर्छ यत्रो सामाजिक सञ्जालमा यहाँ पनि टक्रक्क काठ काटेर टक्क साइड लगाइदिएछन् पहिरोले त गर्नु परेछ यार बाइकहरू धेरै नहुँदा त यही बाटो नि ठिक हुँदो रहेछ है के अरे गाडीहरू धेरै नहुँदा सरी बाइक भनेछु कि फेरि अलिअलि उडेको छ बाइकले गर्दाखेरि यतिको धुलो पच्छ हामी नेपालीलाई होइन हामी नेपालीलाई यतिको धुलो चाहिँ पच्छ ओहो सोल्टीले त फेलेल उडाइदिएको त पानी त ल यो गाडी त के हो यार यो गाडी त बिरामी भएछ भित्तामै यो गाडी त बिरामी भएर नि मरिसकेछ हाम्रो आज ब्याग त साइड गएन नि ठिक छ होइन ब्याग यस्तोमा अलिकति याद गर्नुपर्छ ठिक छ एकदम ठिक छ आज त मस्ती कस्या नि त मामा भन्छ भएर हेर न बुरबुरे ढुङ्गाहरू झरे फुर्र हेर कस्तो बुरबुरे ढुङ्गाहरू झरे क्या यस्तोमा पनि हाम्रो घरको पारिपट्टि त्यो खानी छ नि ढुङ्गा खानी टक हान्ने त्यहाँ पनि अघि पहिरो झरिरहेको थियो मैले भिडियो खिच्दै थिएँ अलिकति अगाडि झरेछ मैले देखिनँ अनि भर्खर सुक्खा पहिरो भर्खर गएछ त भनेर भिडियो खिचेको होइन ठ्याक्क फुस्स झऱ्यो अलिकति फेरि गाडीहरू सबै बसिरह यो बाटो पनि आनन्द भयो त आज त बा यति रमाइलो हैट गाडी धेरै नहुँदा त धेरै मजा आउँदो रहेछ यो बाटो अब माथि नागढुङ्गातिर कस्तो छ भन्ने कुरो हो यहाँसम्म त अहिले एकदमै फिट एन्ड फाइन छ बाटो एकदम कम्प्लिट नै छ यतिको बाटो चाहिँ सो यति बेला चाहिँ हामी ठ्याक्कै ट्रायल घर आइपुगेको छौँ यो चाहिँ टायल घरको टर्निङ हो यो सानो बाटो हुँदाखेरि यो टर्निङमा यस्तो डर लाग्दो हुन्थ्यो लामो गाडी आयो भने त पुरै टर्निङ कति ठुलो बनाएको बाटो त मेरा बा
धेरै चेन्ज भइसकेछ यार। हामी यो बाटो हिँड्न छोडेर त गल्ती गरेछौँ क्या हो? होइन होला के हो? अहिले त उताको बाटो भन्दा यो बाटो त मन पर्यो मलाई त। उताको बाटो भन्दा यो बाटो पो मन पर्यो त है। दामी लाग्यो बाटो। अहिले किनभने गाडीहरू यो उहरू लोड गाडीहरू चलिसकेको छैन नि त होइन, टिपरहरू अहिले चलिसकेको छैन। दिउँसो टिप्पर चल्दैन यताबाट, दिउँसो त यताबाट हिँड्दा नि हुन्छ होला हेर। अब त यताबाट नि उताको भ्यू त दामी देखिन्छ नि फेरि है, बाल देखिन्छ न। बिचरा गाडी पर्खिने मान्छेहरूलाई चाहिँ गाह्रो छ है अहिले अवस्थामा। गाडी पर्खिने मान्छेहरूलाई चाहिँ गाह्रो छ के, किनभने गाडी अब हेर न गाडी नै छैन। अनि हामी वहाँदेखि यहाँसम्म आइसक्यो, गाडी खै त। अनि गाडी नै भेटेको छैन यार। माधवीबाट नागढुङ्गासम्म आउने बेलासम्म गाडी फाटाफुट्टा पनि भेटेको छैन भनेपछि अनि गाडी के चलेको त छैन नि, चलेको छैन गाडी यार। अब सुरुङ मार्ग एरिया चाहिँ बन्दै छ नि त अझै। बल्ल गाडी भेट्यो यार एउटा। सो हामी चाहिँ सुरुङ मार्ग एरिया आइपुग्यौँ। यताबाट हाल्नु पऱ्यो। भन्ज्याङ नागढुङ्गा सुरुङ मार्ग यो रहेछ। सिधा जानुहोस् अगाडि काठमाडौँ। ल दामी रहेछ यार, दामी बनाएर चाहिँ होइन। सुरुङ मार्ग त त्यो माथिबाट छिर्ने हो माथिबाट छिर्ने हो के। यो त यहाँबाट तल्लोपट्टिबाट बनाइदिएको कि बाटो। यहाँ त खोल्चो थियो नि त, कत्रो खाल्टो थिएन यहाँ। त्यहाँबाट गाडी झरेर कति बेला गाडी झडिरहन्थ्यो नि त्यहाँबाट, त्यो उसबाट। ल सानो टनेल छिरियो है, सानो टनेल कस्तो दामी बनाएको छ है। तर यहाँदेखि त खोल्सा थियो नि त नि, यहाँ अलिअलि यहाँनिर अलिकति उ थियो, त्यहाँदेखि तल सर्लकै खोल्सा थियो। पुरै त्यो खोल्सालाई पुरेर यस्तो दामी बनाइदियो यार। यो अस्ति गाडी पुर्रिएको यहीँ त हो नि, मान्छे पुर्रिएको लेदोले। मान्छे अनि गाडीसहित मान्छे पुर्रिएको थाहा नै नपाएको यहीँ त हो नि। पहिलाको पोहोरको दसैँमा हो। सो गाइस तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ सुरुङ मार्गभन्दा माथिबाट यस्तो दामी भ्यू देखिएको छैन। यस्तो दामी धेरै पछि आएको म यो बाटो, तर यस्तो दामी लाग्यो क्या यो बाटो। ल यो बाटो पनि ठिक रहेछ है अब चाहिँ हिँड्नलाई, किनभने उताको सानो बाटो छ, साँघुरो बाटो छ। त्यो कारणले गर्दाखेरि उता त्यो बाटो सजिलो भनेर त्यो बाटो धेरै गाडीहरू धेरै भएको कारणले गर्दाखेरि अहिले त्यो बाटोभन्दा यो बाटो सजिलो लागेको छ। सायद दसैँ भएर होला यहाँ गाडी धेरै चलेको छैन यो एरिया। सो कारणले गर्दाखेरि हामीलाई सहज पनि भयो, धेरै सजिलो पनि भएको छ। बाइक चालकहरूलाई, बाइकमा सवारी गर्नेहरूलाई धेरै सजिलो भएको छ। बाटो यहाँ खाल्टाखुल्टी गाङडाङ गुङ्गुङ थियो, अहिले यस्तो राम्रो भइसकेको छ। झोला यतापट्टि न्युक्यो क्या आज, अस्ति यतापट्टि न्युक्या थियो, आज उतापट्टि न्युक्यो जस्तो है। तर बलियो गरेर बनाएको छ कि बाँध्न चाहिँ, पागल बनाउने भ्यू छ क्या, पागल बनाउने हेर त्यहाँ। इतनी खुसी यस्तो दामी छ के। भूतघर छिर्ने हो, भूतघर काठमाडौँबाट आउँदा नजिकै नागढुङ्गामा भूतघर भनेको यही हो है। भूतघर भनेर चिन्छ के, मतलब भूतघर चाहिँ होइन त डर लाग्दो टाइपको अरे के भित्र जाँदा। यस्तो दामी हिमाल देखेको माल, त्यो हिमाल होइन त बादलको उतापट्टि यस्तो छ यार। देखेन हिमाल होइन त्यो ले यस्तो माथि यो। अनि कति हाइट छ त काठमाडौँ? हिमाल होइन भन्दै यार, त्यो हिमाल हो क्या ऊ, त्यो कस्तो खालको छ यार। अब हिमाल चाहिँ के खै के हिमाल हो, हिमाल चाहिँ हिमाल हो होइन, मलाई पनि एक्ज्याक्टली थाहा होइन। अनि हाइट छ नि त काठमाडौँ, धेरै हाइट छ नि के भनेको। अब यहाँबाट फेरि यो एरिया हाइट छ, यहाँबाट उता ओह्रालो लाग्नुपर्छ नि त फेरि। ओहो
बिस्तारै गए पनि पुगिन्छ हौ ल्याएर 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 खै बच्चाहरूले आयो फेरि बच्चा निदाइरहेको छ भाइया हुँ गरेर दौडाउँछ यार लग्यो नि किन नलानु अघि दिदीले 60-65 जना मरिसकेछ भन्दै हुनुहुन्थ्यो यहाँ रुखै छ झरेर टक्क काठ मुडाएर टक्क मिलाएछ बाटो त जे होस् टक्क टुक्क ठाउँ ठाउँमा खुल्ला गरिसकेको छ अब हामी त्यहाँबाट यहाँ धेरै टाइमै लागेन पहिला भए कति टाइम लाग्थ्यो गाडी जाम हुन्थ्यो के हुन्थ्यो गाडीको पछाडि पछाडि हिँड्नु पर्थ्यो लास्टै कच्ची हुन्थ्यो नि त होइन ए हो यस्तै खालको थियो कि यस्तै टाइपको यहाँ भत्केछ क्या फेरि अहिले यो त पिच गरिहाल्ला ल नागढुङ्गा आइयो के अरे हामी ठ्याक्कै नागढुङ्गा आइपुग्यौँ यहाँ चाहिँ के हो फेरि यो के सिस्टम बना ओहो खाल्टोमा पो परेछ यताउता हेर्नाले कताबाट जाने हाइवेबाट जाने कि भित्रबाट जाने हो कता त्यो ठाडो बाटोमा त्यहाँ गाह्रो हुन्छ ए गाडीहरू सबै यहीँ रोकेर राख्दैछ ल तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ सबै गाडीहरू यहीँतिर रोकेर राखिएको छ यहाँ चाहिँ चेकिङ रहेछ खै त्यो सरले त यार यतापट्टि हेर्दै हेर्नु भएन त मपट्टि हेर्दै हेर्नु भएन त्यो सरले त यार उतापट्टि हेरेर पो यसरी हात हल्लाउनु भयो त यस्तो गरेर बिचरा अनि बाटो त्यस्तो छ अनि कहाँ छोडेर हुन्छ त भरे अहिले फेरि पानी परेर केही भयो भने त गाह्रो हुन्छ नि त त्यही भएर रोकेर राख्यो होला के अब उता बाटो क्लियर भइसकेपछि मात्रै खोल्छ होला कसले पनि हुन्छ नि तर यता त खासै अवरुद्ध छैन बाटो है तलतिरै हो अहिले हामी चाहिँ चन्द्रगिरी नगरपालिका आइपुगिसकेका छौँ अब यहाँबाट चाहिँ फाटोफुट्ट भिडभाड जस्तो देखिन सक्छौँ हामीले हामी चाहिँ यति बेला चेकपोस्ट आइपुगिसक्यौँ यहाँ सायद यहाँ पनि रोक्यो होला कि उता जाने गाडीहरू चितलाङ जाने गाडीहरू रोकेको कि छैन सुरुङ मार्ग जाने फ्लाइओभर यो चाहिँ कस्तो दामी बनाइसक्यो यो पनि हेर्दा हेर्दै चडक्क रडक्क बनाइसक्यो फ्लाइओभर यस्तो इन्डियातिर कति देखिन्छ है यहाँतिर बल्ल एउटा दुइटा उता कोटेश्वर एरिया कतातिर पनि बनाएर लागेको छ सातो बाटो क्या त फ्लाइओभर यो चाहिँ आनन्द हुँदो रहेछ यो मुनिबाटबाट हिँड्दा पनि छुट्टै भाइब्स आउँदो रहेछ म त विदेशमा आइछु कि क्या हो जस्तो नि लाग्दो रहेछ घरिघरि बवाल भयो बाटो चाहिँ ल फ्लाइओभर यति राम्रो भइसकेको छ होइन अब हामी त्यहाँबाट जान पाउँदैन के भने त नि बत्ती नआएर राम्रोसँग के अरे क्यामेरा चार्ज गर्नै पाएन यार राम्रोसँग चार्जै भएन नि चार्जै सक्यो क्यामेरा गोप्रो क्यामेरा यस्तो दामी भ्यू टक लाएर यस्तो दामी आउँछ यहाँ के गर्ने अब छैन अघि कति बेला बन्द भएछ थाहै भएन त्यो फ्लाइओभरको भिडियो बनाइरहेको थिएँ मैले फ्लाइओभरको भिडियो पुरै बन्यो कि बनेन थाहा छैन होइन उताको त बनाएको छु